दर्शन नमस्ते नमस्ते नमस्कार छ। गुड मर्निङ र साथै साङ्गीतिक न्यानो अभियान टक्राउन चाहन्छु आजको बसाइमा। र जति पनि हुनुहुन्छ देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई एकै मुस्कामा एकै आवाजमा दर्शन अनि नमस्ते नमस्ते नमस्कार पनि भन्न चाहन्छु। र आज हाम्रो नेपालीहरूको नयाँ वर्षको 2062 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज म यहाँनिर विदेशमै भए तापनि आफ्नो कल्चर रीतिरिवाज कहिले पनि भुल्ने छैन र भुल्ने पनि छुइनँ र कदापि पनि हुँदैन भन्न चाहन्छु। र यसै गरी म चाहिँ आज लार्नाकातिर नै छु, मेरै बस्ने नजिकै छु र यसै गरी समुद्रको छेउछाउमा पानीहरू छिटा छिटा परिरहेको छ पनि भन्न चाहन्छु। हेर्नुहोस् होला यहाँनिर सी भने समुद्रको छेउमा यताउता कुर्सीहरू छ। यहाँनिर यहाँको मान्छेहरूलाई कोही जाडै हुँदैन, अझै पनि गर्मी लागिरहेको छ। हुन त गर्मीको सिस्टम हो अहिले त होइन, भइसकेको छ र पनि अझै जाडो नै छ है, जाडो नै छ। गर्मी जाडो गइसकेको छैन होइन। र त्यसै गरी सम्पूर्णलाई जति पनि हुनुहुन्छ म तपाईँहरूलाई फेरि पनि आग्रह गर्न चाहन्छु, जति पनि हुनुहुन्छ हजुरहरूलाई म यो मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् होला भन्न चाहन्छु र लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। म हजुरहरूको कमेन्ट मार्फतबाटै म हजुरहरूलाई सब्सक्राइब गर्नेछु भन्न चाहन्छु। र सम्पूर्णलाई जति पनि हुनुहुन्छ र हजुरहरूलाई यो फेरि पनि 2062 सालको नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना छ। हजुरले सोचेको आँटेको इच्छा पुरा हुन् र हिँड्दाखेरि ठेस नलागुन्, नुहाउँदाखेरि केस नझरुन् र जति पनि 81 सालमा हजुरहरूको इच्छा आकाङ्क्षाहरू पुगेको छैन त्यो अवश्य अहिले 82 सालदेखिको पुगोस् भन्न चाहन्छु। र यसै गरी म चाहिँ भने यही पार्कमै मतलब बसिस्ट्यान्डतिरै छु छेउछाउमा। हुन त धेरै साथीभाइहरू देखिरहेको छु, सायद यहाँभन्दा अरू ठाउँमा जानुहुन्छ भनेर पनि भन्न चाहन्छु। छन् गाडीहरू पर्खिनेहरू धेरै हुनुहुन्छ, कोही रमाइलो गरिरहेछन्, कोही खाइरहेका छन्, कोही घुमिरहेछन्, कोही है यस्तो यस्तो छ हेर्नुहोस् होला है भनेर भन्न चाहन्छु। र म पनि सबैलाई निकै निकै नै हुनुहुन्छ, पानी सिङ परिरहेछ। म चाहिँ छाता ओढेर हजुरसँग खिच्नु परेको छु है त। भन्दै यहाँहरू निकैजना हुनुहुन्छ, हेर्नुहोस् साथीहरू कतिजना गाडीहरू भएको होला है, भएको होला। म पनि एउटा सबै साथीहरूलाई पर्खिरहेको छु भन्न चाहन्छु है त। भन्दै म अहिलेहरू हजुरको माझमा बिदा भएँ। हस्त नमस्ते, धन्यवाद।